हेलो एभ्रिवान, सबैजनालाई स्वागत छ मेरो नयाँ भिडियोमा। सोशल मिडिया न्युज सम्बन्धी भिडियोमा यस च्यानलमा नेपाली ब्लगर न्युज सम्बन्धी अपडेट्सहरू आउनेछ, त्यसकारण यस च्यानललाई सब्स्क्राइब गरिदिनु होला भन्दै आजको न्यू अपडेट र न्युजतर्फ लाग्न चाहन्छु। आजको पहिलो न्युज रहेको छ लक्ष्मी श्रेष्ठको। तपाईहरुलाई थाहा नै छ, उहाँको बोयफ्रेन्ड बंगलादेशको हुनुहुन्छ। उहाँले अहिलेको समयमा धेरै हेड पाउनु भएको छ, त्यसकारण उहाँले त्यस विषयमा रहेर केही कुराहरू भन्नुभएको छ, आफै हेर्न सक्नुहुनेछ। यति धेरैजनाले मलाई मेसेजहरू गर्नुभएको छ। थ्याङ्क यू सो मच फर अल यर लभ एन्ड सपोर्ट। यति धेरैले साथ दिनुभयो होइन। हजुरको मेसेजले मलाई एकदमै खुसी बनायो होइन। मैले सबै डिएम्सहरू अनि कमेन्ट्सहरू पढेँ अनि एकदमै खुसी लाग्यो। हजुरको साथ सपोर्टको लागि म सधैँ आभारी छु। अनि मलाई माया गर्ने मान्छेहरू हुनुहुन्छ धेरै, अब 10% हेट होला अनि त्यसको 90% त लभै छ नि त। अनि मैले सोचेको थिएँ नयाँ वर्षमा अब अझै राम्रो गर्छु, राम्रो भिडियोहरू बनाउँछु एन्ड अल भनेर, तर सबै कुराले चाहिँ आफ्नो मेन्टल हेल्थमा पनि असर पार्दो रहेछ कि होइन। अनि आई गट डेथ थ्रेट्स अल्सो। डिएम आएको थियो कि होइन मलाई, अनि नेपाल आइस भने त्रिशुरीमा बोरामा हालेर बङ्गलादेश पुऱ्याइन्छु भनेर त्यस्तो कमेन्टहरू पनि आएको थियो मलाई। मान्छे भएर मान्छेसँग डराउनु पर्ने सिचुएसनमा छौँ नि त। अनि डु आई डिजर्भ अल दिस? लाइफ विदाउट आवर प्यारेन्ट्स कतिको गाह्रो भयो, कतिको स्ट्रगलले हामी यहाँसम्म आएको भनेर त अब 2018देखि मलाई हेर्नुहुन्छ भने हजुरलाई थाहा छ। अनि त्यो मलाई भनिराख्नु पर्दैन। अनि सबै हजुरसँग सेयर गर्छु अबाउट माई फ्यामिली। किन सेयर गर्छु? किनभने युट्युब इज माई सेकेन्ड फ्यामिली। मलाई एकदमै मेरो डिप्रेसनको स्टेजमा पनि मैले युट्युब बनाउँथेँ। मलाई त्यत्रो लाइफमा एकदमै हार्ड टाइम्स हुँदाखेरि पनि मैले युट्युबमा अब त्यो हार्ड टाइम सोच्नु मेरो दिमागमै नआओस् भनेर मैले डेली भ्लग त्यहाँबाट स्टार्ट गरेको। डेली भ्लगमा इन्गेज हुन्थेँ, डेली भ्लग बनाउँथेँ। अनि अब अरू फाल्तु कुराहरू मलाई सोच्ने त्यतिखेर टाइम हुन्थेन होइन, डेली भ्लग्सहरू बनाउँदाखेरि। अनि सो युट्युबलाई चाहिँ मैले लाइक पैसा आउने स्रोत मात्रै नभइकन युट्युबलाई मैले मेरो सेकेन्ड फ्यामिली नै मान्छु कि होइन। जे हुन्छ जस्तो हुन्छ म युट्युबमा सेयर गर्न मन लाग्छ। आई डोन्ट ह्याभ मच फ्रेन्ड्स टु सेयर मेरो कुराहरू पनि, त्यही भएर युट्युबमा सबैलाई हजुरलाई देखाउँछु मेरो सुखको, मेरो दुःखको, म कोसँग छु, कता के गर्दैछु भनेर सबै मैले देखाउँछु नि त। दिनमा राम्रोसँग भ्लग बनाएको थिएन, अलिअलि आफूलाई पनि टाइम दिइरहेको थिएँ होइन। म साँच्चीकै किन खुसी हुन सकेको छैन चाहिँ अहिले भनेर चाहिँ म सोचिरहेको थिएँ। अनि यो कुरा हजुरसँग सेयर गर्छु भनेर अब हजुरसँग भन्यो भने अब हृदयमा कोही कमजोर हुँदैन हेर्नु होइन। हजुरसँग कुरा सेयर गर्छु अनि मन पनि हल्का हुन्छ। अनि मैले मनमा धेरै बेर पनि म कुरा पनि राख्दिनँ मनमा होइन। मलाई मेरो मनमा लागेको कुराहरू मैले दिदीबहिनी पनि भन्छु, मन हल्का हुन्छ होइन। उनीहरूले सजेसन्स पनि दिन्छ एन्ड अल। छोरी मान्छेहरूले कमाएको देखिन सक्छ यो नेपालमा हाम्रो सोसाइटीमा, तर उनीहरूले रमाएको होइन डुलेको चाहिँ हेर्न सक्दैन क्या। खुट्टा तान्ने मान्छे हुँदै हुन्छ। अब म त एउटा सोसल मिडिया प्लस युट्युबर हो, त्यही भएर मेरो लाइफमा के भइरहेको छ आई सो इट थ्रु माई युट्युब हजुर सबैलाई। अब त्यस्तो अब मेरो जस्तै सिचुएसन और मेरो जस्तै अब फरेनर बोयफ्रेन्ड बनाएको हाम्रो गर्ल्सहरू पनि कति धेरै हुनुहुन्छ नि त। तर फरक यति हो कि मैले चाहिँ मेरो सोसल मिडियामा हजुरलाई थाहा छ, यदि नदेखाएको भए हजुरलाई थाहा हुन्थेन मेरो लाइफमा के भइरहेछ एन्ड अल भनेर। म त आई लाइक टु सेयर विथ यु अल, त्यही भएर म देखाउँछु हजुरलाई यस्तो यस्तो भनेर। अब हाम्रो पनि त फ्यामिली सबै मिलेर चाहिँ मैले हजुरलाई देखाएको हो, त्यो चाहिँ बुझिदिनु होला। किनभने म 25 भइसकेँ, इभन मेरो फ्यामिलीले पनि बुझ्नुहुन्छ, तर अबुझहरूलाई चाहिँ बुझाएर काम छैन। अबुझ मिन्स यो त्यो कमेन्टहरू गर्नेहरू हुन्छ नि, उनीहरूको सोचाइ मेरो घर परिवारले त केही भन्नु भएन भने हजुरहरू यति कमेन्ट गर्नेहरू चाहिँ के सोच्नुहुन्छ भनेको। इभन ल मलाई जे भने भन्नु होइन, तर मलाई जे कमेन्ट गर्नु यति धेरै ब्याड कमेन्ट्सहरू त अलरेडी गर्नुभयो नि त। नाना सके टु क्राई। अनि आइएम सरी टु से, तर दिस इज माई लास्ट भिडियो on this whole topic of me and my boyfriend. Especially म यो भिडियो पनि बनाउँदिनँ अनि I will take break because it's so hard to be strong all the time. स्ट्रङ हुनुभन्दा म अरू भिडियो बनाउनु मन छैन। स्ट्रङ हुनुभन्दा अरू अप्सनै छैन नि त अहिले त। अहिले होइन पहिलाबाट थिएन, सानैबाट थिएन। अनि कस्तो इजिली मान्छेहरूले जज गर्छ कि आफ्नो प्यारेन्ट्स नभएको बच्चाहरूलाई एकदमै जज गर्छ। यसको त बाउ आमा नरहेछ त्यही भएर बिग्रेको भन्छ।
तर त्यस्तो त होइन नि त, के बिग्रियो भनेर हामी के बिग्रियो हाम्रो हामी चाहिँ यस विषयमा तपाईँ के भन्न चाहनुहुन्छ कमेन्ट गर्नुहोला भन्दै आजको दोस्रो न्युजतर्फ लाग्न चाहन्छु। आजको दोस्रो न्युज रहेको छ एमआरबी ब्लगको तर्फबाट। उहाँले केही बङ्गु छेत्रीको काण्ड लिक भएको कुराहरू, त्यसकारण उहाँले रियाक्ट गर्नुभएको छ। एमआरबी ब्लगले हेर्न सक्नुहुनेछ, केही कुराहरू भन्नुभएको छ। यो चाहिँ अलिक गलत हो जस्तो लाग्छ है। कसैको माथि क्वेसन उठाउनु हो, लिक भयो भिडियो हो, जानी भएन होला, जानी भयो होला, झुक्केर भयो होला, के भयो होला होइन। हामीहरूले त्यस्तो गरेर मान्छेहरूको हुन्छ नि वास्ता नगरेर जस्तो गर्दैछ राम्रो हामी बुझ्ने मान्छे भएपछि, किनकि उसलाई कस्तो भइरह होला सोच्दाखेरि होइन। त्यो चाहिँ अलिकति ब्याड फिल हुन्छ नि त कसैको जीवनमा। अब यसरी नै हामीले अब यसरी नै देखा सिकी यताउता होइन नराम्रो घोच्ने भिडियो सेयर हान्दिने गर्यो भने चाहिँ अलिकति भोलि हाम्रै दिदीबहिनी नपर्ला भन्ने के थाहा पनि पर्न सक्छ। त्यो भएर यस्तो कुरालाई चाहिँ अलिकति इग्नोर गर्न सिक्यो भने चाहिँ राम्रो हुन्छ जस्तो लाग्छ। उसलाई उसको जीवनमाथि अहिले कस्तो परिरह होला सोच्नु न, अलिकति इमेजिन गर्न। तपाईँको घरमा फर इक्जाम्पल तपाईँको घर आमा बासँग राम्रोसँग बस्नु भएको छ होइन, पुलिस मात्रै इन्क्वायरी गर्न आयो भने होइन, फर इक्जाम्पल दिएकै कति ढुकढुक हुन्छ, कति मन शान्ति हुन्न। त्यो पुलिस घरबाट ननिस्किसँग किन होला, कसो होला, के होला भनेर टेन्सन हुन्छ। उसलाई पनि जिन्दगी अहिले त्यही घटिरह होला। होप्सो स्ट्रङ रहोस् होइन। तिनो कुरा आउँछ जान्छ, अब नदेखिनु कुरा थियो देखिहाल्यो, ठुलो कुरा भएन। जिन्दगीलाई कसरी अगाडि बढाउनु भनेर जानुपर्छ जस्तो चाहिँ मलाई लाग्छ है गाइस। अनि हामीहरूले फेरि त्यस्तो कहिले पनि गरिदिनु हुन्न है गाइस, यताउता अरू त के नै भन्नु छ। एमआरबीको फ्यान पेजहरू पनि छ होइन, म त छैन त्यसमा एडमिनहरू, मैले देखिरहेको हुन्छु काण्ड 553 के भन्छन् त्यस्तो नभनमै गाइस। अरूको चरित्रमाथि यसरी हत्या गर्नु चाहिँ हुन्न है गाइस, प्लिज है, हम्बल रिक्वेस्ट सबैजनालाई होइन। के हो र गाइस, यो गर्नु गलत होइन र, कमेन्ट गर्नु त गाइस। यस्तो गर्नुहुन्न नि यार, हामी अलिकति बुझ्ने जीवी विवेक विचार भएर जन्मेको मान्छे हो होइन यार। सिरियसली भन्नुभयो त्यसो सेयर अनि हान्ने काम नगरौँ भएन। आमा एमआरबीको फ्यान पेजमा सेयर हान्दिने यार गाइस, भएन नि यार, पाप लाउँछ यार। यति नै रहेको थियो एमआरबी ब्लगको तर्फबाट भन्दै आजको तेस्रो न्युजतर्फ लाग्न चाहन्छु। आजको तेस्रो न्युजमा रहेको छ सिजलिङ राइनी ब्लगको तर्फबाट। उहाँको फ्यानहरू उहाँलाई जोडीको रूपमा देख्न चाहनुहुन्थ्यो, त्यसकारण उहाँले त्यसै कुरामा केही कुराहरू रियाक्ट गर्नुभएको छ, हेर्न सक्नुहुनेछ। टिकटक भरि मेरो त सबसँग भन्छ नि, म त एउटै सिजलिङ रोइनी छ हौ, सबले जोडी बनाएर ओरेर यता मैले बनाएकै छैन, म त आफ्नो ठाउँमा छु। तर पिपल आर लाइक यसो कि अहिले जोडी बनायो ओर्यो के गरिदिन्छ आफै होइन। अब म कमेन्टमा त बिहे नै गराइदिएला जस्तो, अब भोलिको दिनमा केही भयो भने फेरि त्यही कुराले लिएर हेट कमेन्ट। तर मलाई त थाहा छ सोसियल मिडिया कस्तो हो, सोसियल मिडियाको त्यो हुन्छ नि एउटा त्यो रोल हुन्छ नि के छ सोसियल मिडियाको त्यो के कस्तो हुन्छ भनेर मलाई थाहा छ। यस विषयमा तपाईँ के भन्न चाहनुहुन्छ कमेन्टमा भन्न नभुल्नु होला। त्यसकारण अब आजको लास्ट न्युजतर्फ लाग्न चाहन्छु। आजको लास्ट न्युज रहेको छ चिलपिल पोडकास्ट उत्सव सापकोटा दाइले केही कुराहरू चैत्र 15 गतिको कुराहरू रियल र फेक बारेमा केही कुराहरू भन्नुभएको छ, हेर्न सक्नुहुनेछ। त्यो असुर ग्यास कहाँबाट आएपछि मेन कुरा भएर त जुन असुर ग्यास चाहिँ डिप फेक हो भन्नुभएको छ उहाँहरूले, डिप फेक चाहिँ होइन तर जे होस् भन्नु चाहिँ भएको छ। कसले डिप फेक हो रे असुर ग्यास हाने? पुलिसहरूले चाहिँ त्यो स्टेजमा असुर ग्यास हानेको डिप फेक भन्दैछ न। इन्डेप्थको ब्रोले 4वटा क्यामेरा एङ्गलबाट देखाइदिएको असुर ग्यास फ्यालेको भेटेर हेर्नुहोस् यो फुटेज भनेर चाहिँ उताबाट पनि फ्यालेकै फुटेज छ होइन, डिप फेक भन्दै पुलिसहरूले चाहिँ। इन्डियन ब्रोले पनि खतरा काम गर्दैछ यार, पुरै बवाल काम गर्छ इन्डेप ब्रोले यार। इन्डियन ब्रोले खतरा पैसा दिन्छ कि इन्डेप भनेर ताली पठाएको हाम्रो सुवेदी भाइले खतरा हान्दैछ क्या। उसको चाहिँ ग्रो पनि दामी, उसले त्यो कन्टेन्ट पनि एकदम उ गर्छ उसलाई जे खतरा छ बाबु तिमी बिच बजेर हिँड खतरा काम गर्छ, दामी काम गर्ने नेपालमा दामी काम गर्ने हिँड्ने मान्छे खतरा छ। हामी किन खतरामा छैनौँ भन्छ, हाम्रो काम लास्ट हारेछ क्या, हामी गवानी। आजको लागि यति नै भन्दै आजको भिडियोबाट बिदा हुन चाहन्छु। लाइक एन्ड सब्सक्राइब गर्न नभुल्नुहोला भन्दै बाई बाई, टाटा गाइज।